ल, आजको यो विश्लेषणमा हामी नेपालका समसामयिक शैक्षिक मुद्दाहरूमा गहिरिएर हेर्नेछौँ। खास गरी परीक्षाको तयारी गरिरहनुभएकाहरूका लागि यी जटिल विषयहरूलाई सरल र स्पष्ट तरिकाले बुझ्न मद्दत गर्ने गरी यो सामग्री तयार पारिएको छ। त्यसो भए सुरु गरौँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाट। आखिर नेपालको शिक्षा प्रणालीका प्रमुख मुद्दाहरू के हुन् त? आजको हाम्रो पूरै छलफल यही प्रश्नको जवाफ खोज्नमा केन्द्रित हुनेछ। यो विषयलाई राम्ररी बुझ्नका लागि हामी यसलाई 5वटा मुख्य खण्डमा बाँडेर हेर्नेछौँ। पहिलो, शिक्षामा पहुँचका कुराहरू। दोस्रो, समता र समावेशिताको अर्थ। तेस्रो, समाहित शिक्षाको अवधारणा। चौथो, शिक्षण भाषाको बहस। र अन्त्यमा, सामाजिक सांस्कृतिक आयामहरू। ल, सुरु गरौँ हाम्रो पहिलो विषयबाट, शिक्षामा पहुँच। यो भनेको शैक्षिक प्रणालीको सबैभन्दा पहिलो र आधारभूत खुड्किलो हो, अर्थात् बालबालिकालाई जसरी पनि विद्यालयको ढोकासम्म पुर्याउनु। अब यो शिक्षामा पहुँच भनेको खासमा के हो त? सोझो अर्थमा भन्नुपर्दा प्राथमिक र आधारभूत तहका 100% बालबालिकालाई विद्यालयमा पढ्ने अवसर सुनिश्चित गर्नु हो। यो कुनै सुविधा वा दया होइन, यो उनीहरूको नैसर्गिक मौलिक अधिकार हो। अनि यो कुरा हावामा भनिएको होइन, यसको बलियो कानुनी आधार पनि छ। नेपालको संविधान 2072 को धारा 31 को उपधारा 1 ले के भन्छ भने प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। परीक्षाको लागि यो धारा याद राख्नुभयो भने एकदमै राम्रो। तर यो अधिकार कागजमा भएर मात्रै भएन, यसलाई व्यवहारमा उतार्न थुप्रै बाधा अर्चनहरू छन्, जस्तै देउकी र कमलरी जस्ता पुरानो सोच र कुप्रथाहरू। त्यसैगरी घरको कमजोर आर्थिक अवस्था, विकट भूगोल, विद्यालयको कमजोर भौतिक संरचना अनि बनेका नीतिहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुनु। यति मात्र होइन, पुरानै शिक्षण शैली, राजनीतिक अस्थिरता अनि समाजमा गढेर बसेको लैङ्गिक र जातीय विभेद पनि ठूला बाधक हुन्। ल मानौ बालबालिकाहरू विद्यालयसम्म त पुगे, कि त्यतिले मात्रै पुग्छ त? पक्कै पुग्दैन। यहीँनिर आउँछ हाम्रो दोस्रो महत्त्वपूर्ण विषय, समता र समावेशिता। यो भनेको पहुँचभन्दा एक तहम माथि उठेर प्रणालीभित्र सबैका लागि निष्पक्षता छ कि छैन भनेर हेर्नु हो। अब शिक्षामा समता भन्नाले के बुझिन्छ? यो भनेको विद्यालयभित्र पुगिसकेपछि प्रत्येक विद्यार्थीलाई उसको व्यक्तिगत क्षमता र आवश्यकता के हो त्यो चिनेर सोही अनुसार सिक्ने अवसर दिनु हो। सबैलाई एउटै डालोमा हाल्ने होइन, बरु कसलाई कस्तो सहयोग चाहिन्छ त्यही उपलब्ध गराउनु नै समता हो। समानता र समता बीचको भिन्नतालाई यो चित्रले एकदमै राम्रोसँग देखाउँछ। हेर्नुस् त, समानता भनेको सबैका लागि विद्यालयको ढोका खुल्ला गरिदिनु मात्र हो, तर समता भनेको ढोकाभित्र छिरिसकेपछि हरेक बच्चालाई उसको उचाइ अनुसार चाहिने टेक्ने मुढाहरू दिनु हो, ताकि सबैले समान रूपमा अवसरको फल टिप्न सकुन्। यो अवधारणा बुझ्न एकदमै जरुरी छ। साँचो अर्थमा समावेशिता हासिल गर्नका लागि चाहिँ 4वटा कुराहरू पूरा हुनुपर्छ। पहिलो, अवसर उपलब्ध हुनुपर्यो, अर्थात् अवेलेबिलिटी। दोस्रो, त्यो अवसरसम्म सबैको पहुँच हुनुपर्यो, एक्सेसिबिलिटी। तेस्रो, समाजले त्यसलाई स्वीकार गर्नुपर्यो, एक्सेप्टेबिलिटी। र चौथो, व्यक्तिले त्यसलाई ग्रहण गर्न सक्ने अवस्थामा हुनुपर्यो, अड्याप्टेबिलिटी। यी 4वटै स्तम्भ बलियो भएपछि मात्र समावेशिताले काम गर्छ। अब हामी तेस्रो विषय, समावेशित शिक्षाको अवधारणामा जाउँ। यसको मूल मन्त्र नै कति राम्रो छ, सँगै सिकौँ, सँगै बस्न सिकौँ। यो आफैमा एउटा शक्तिशाली शैक्षिक दर्शन हो जसले सबैलाई एकै ठाउँमा ल्याउँछ। समावेश शिक्षा भनेको यस्तो शैक्षिक प्रणाली हो जहाँ विद्यार्थीलाई प्रणाली अनुसार चल्न लगाइँदैन, बरु प्रणाली आफै सबै किसिमका विद्यार्थीहरूको फरक फरक आवश्यकता, क्षमता र विशेषताहरूलाई सम्बोधन गर्नका लागि परिवर्तन हुन्छ। यहाँ प्रणाली विद्यार्थीका लागि हो, विद्यार्थी प्रणालीका लागि होइन। अब समाहित शिक्षाले कसलाई समेट्छ त? यसको दायरा हामीले सोचेभन्दा धेरै फराकिलो छ। यसले अपाङ्गता भएका बालबालिका, दलित, सडक बालबालिका, बाल श्रमिक, गरिब परिवारका बालबालिका, छोरीहरू, जनजाति, द्वन्द्वबाट प्रभावित भएकाहरू अनि अनाथ र असहाय बालबालिका, अर्थात् समाजका सबैभन्दा जोखिममा रहेकाहरूलाई समेट्छ। अब लागौँ चौथो तर एकदमै महत्त्वपूर्ण र अलि जटिल मुद्दातिर, शिक्षण भाषाको बहस। भाषा भनेको सिक्ने सिकाउने सबैभन्दा प्रमुख औजार हो।
कुन भाषा प्रयोग गर्ने भन्ने कुराले शिक्षाको गुणस्तरमा सिधै असर पार्छ। सोच्नुहोस् त, नेपालमा कति भाषा बोलिन्छ होला? विक्रम सम्वत 2068 को जनगणना अनुसार यहाँ 123वटा भाषाहरू बोलिन्छन्। अब यस्तो भाषिक विविधता भएको देशमा कक्षा कोठामा पढाउने माध्यम कुन भाषा हुनुपर्छ भन्ने प्रश्न आफैमा एउटा ठूलो बहस र चुनौती हो। यहाँनिर भाषाको दुईवटा भूमिकालाई छुट्याएर बुझ्नुपर्छ। एउटा हो माध्यमको रूपमा, जस्तै विज्ञानमा सामाजिक जस्ता विषयहरू पढाउन प्रयोग गरिने भाषा। अर्को हो आफैमा एउटा विषयको रूपमा, जहाँ त्यही भाषाको व्याकरण र साहित्यको बारेमा पढाइन्छ। यो दुईटा कुरा फरक हो। मातृभाषामा शिक्षा दिने कुरा जति राम्रो सुनिन्छ, यसलाई लागू गर्न त्यति नै गाह्रो छ। किनभने एउटै सानो ठाउँमा धेरै भाषा बोल्ने समुदाय हुन सक्छन्। 2 वा 2 भन्दा बढी भाषामा पढाउन सक्ने शिक्षकहरूको अभाव छ। धेरै मातृभाषाहरूको त लिपि र शब्दकोश नै राम्ररी बनेको छैन। पाठ्य सामग्रीको कमी, नेपाली जस्ता प्रमुख भाषाको सामाजिक दबाव र सरकारको स्पष्ट नीतिको अभाव जस्ता थुप्रै चुनौतीहरू छन्। अब हामी हाम्रो छलफलको अन्तिम खण्डमा आइपुगेका छौं। सामाजिक सांस्कृतिक आयामहरू। शिक्षा भनेको कक्षा कोठाभित्र मात्रै सीमित हुँदैन, होइन त? यसलाई हाम्रो समाज, संस्कृति र पहिचानले कसरी प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा यहाँ हेर्नेछौं। शिक्षालाई प्रत्यक्ष असर पार्ने केही प्रमुख सामाजिक सांस्कृतिक पक्षहरू छन्, जस्तै पहिलो हो लैङ्गिकता, अर्थात् महिला र पुरुष भनेर समाजले बनाइदिएका भूमिकाहरू। दोस्रो, जात, जसले समाजमा उच्च नीच र विभेद सृजना गर्छ। तेस्रो, जातीयता, जसले जनजातीयहरूको भाषा, संस्कृति र पहिचानसँग जोडिन्छ। र चौथो, यौन झुकाउ, जसले LGBTQ+ समुदायले शिक्षा प्रणालीभित्र भोग्ने चुनौतीहरूलाई सङ्केत गर्छ। अन्तमा यति धेरै छलफल गरिसकेपछि सार कुरा के हो त? सार यही हो कि समाहित शिक्षा अनुकूल विद्यालय वातावरण तयार गर्न सकेमा मात्रै सबैका लागि शिक्षाको लक्ष्य प्राप्त हुन सक्दछ। अब प्रश्न यहीँनिर उठ्छ, के हामी साँच्चै यस्तो वातावरण बनाउन तयार छौं जहाँ हरेक बालबालिकाले, चाहे ऊ जोसुकै होस्, बिना कुनै बाधा आफ्नो पूर्ण क्षमता हासिल गर्न सकोस्? हाम्रो शैक्षिक भविष्यको जवाफ यही प्रश्नमा लुकेको छ।